बाँदर देख्न सक्नुहुन्छ तपाईँले। हेलो मङ्की। हेलो सरको बिटे लाग्दैन भनेर खुट्टा बिटे हान्ने भनेर रामको बाल चाहिँ राई सम्हालको त कपाल। जब म बच्चा थिएँ यस्तो गर्थेँ हामी अझै एक थोप्ला पानी पनि छैन। तिम्रो माया 99 भए। वेलकम ब्याक टु द युट्युब च्यानल है। आज चाहिँ शुभम सरको राइड भइरहेको छ भने म चाहिँ आई एम अ प्लेन राइडर। म चाहिँ पछि बस्ने राइडर हो। हामीले चाहिँ बुलेट बाइक ओभरटेक गरिसकेको छ भन्दै बाटो चाहिँ हामी कम छैन तर हामी जोसिन्नौँ। हामी जोसिन्नौँ किनकि हामी यस्तो उमेर पार गरेर हिँडिसकेको मान्छे हो। हामी चाहिँ जोसिँदैनौँ। तिनजना पनि चढ्दैनौँ हामी त कहिले पनि। तिनजना पनि नचढ्नु होला है किनकि मामाले भेट्नुभयो भने फेरि भान्जा बाबु पछाडिबाट चाहिँ एउटा ऐना नभएको भित्री आएको छ स्याक्सी देखिरहेको छ। जस्तो हामीले स्कुटी देखिरहेको त्यस्तो देखिरहेको छ। मोडिफाइड छ नि। ओहो ठिक यस्ता नाते लास्टै हिलो फाल्छ अहिले। तिम्रो माया 99 भए मेरो माया 100। ओए ला 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 यो ना मेरो स्कुल पुग्छ रे। यो ना मेरो स्कुल पुग्छ रे। नगर त्यस्तो गर्नुहुन्न। पैसा नै गर्थे सर्दी। हेऱ्यो जिति मेरो जिति। क्या कुरो त डर लाग्छ मलाई। मलाई डर लाग्छ कि मलाई डर लाग्छ। मलाई मर्ने हो के स्क्रिन आमा क्या डर लाग्छ यार। नेपाल पुलिस भने देखेर आउँथ्यो नेपाल पुलिसले मेन्सन हान्ने काम चाहिँ नगर है तिमीहरूले यार। कमेन्ट लास्टै नेपाल पुलिसले मेन्सन हान्छौ नान है। त्यस्तो गर्नुहुन्न के। ल हामी चाहिँ हिँडेर हो हामी चाहिँ हिँडेर अडिन्छौँ। अहिले ग्रुपहरू आएपछि चाहिँ जोइन भएर चलो चल्ते हे भनेर हिँड्ने हो। हामी चाहिँ पुरा यो त कहाँ जस्तो भयो यार। मर्फेज जस्तो भएन र हरियो हरियो घोडाइको मिनी मर्फेज। ल है फाइनली सुटिङ धौधो तानिरहेको छ उकालो। अघि नतानेर झर्नु पऱ्यो त बेजो तानेको छ यार अगाडि। यो त लाग्छ त मलाई त साँझ बढी सक्यो। अझ कहाँ जाने रे मर्फेज जाने हो। हामी चाहिँ छरछर आउने भनेर चाहिँ रिसोर्टमा आइपुग्यौँ। म्यामको राइडिङ चाहिँ खतरा थियो है। अभियसली तपाईँ आउनुहुन्छ आज। म्यामहरू आउनुहुन्छ मेरो भ्लगमा आज। ल हामी चाहिँ कहाँ पुग्यौँ भने चाहिँ अब छरछराको बाटो हो। यो बाटो जानु होला। रिसोर्ट चाहिँ यहाँ छ भनेपछि यो बाटो जानु होला माथितिरको। म पनि थाहा पाएको थिएन। कसरी पनि थाहा पाएर रहेनछन्। एकजना हाम्रो म्यामले थाहा पाउनु भएको रहेछ। ल हामी चाहिँ च्याउ खोज्न जाँदैछौँ। हन्टिङ फर द मसरुम। आजको डिनर चाहिँ मसरुमसँग खाना खाइन्छ है। तर जङ्गलको स्ट्रबेरी देख्नुहुन्छ नेचुरल स्ट्रबेरी। यो फ्रीवाला हो। यसमा पैसा पर्दैन। कुन बाटो अब फेरि यहाँ पनि दुईवटा बाटो छ। कुन बाटो अब यो हो कि बियो। यसलाई भनिन्छ पाती। खाँदाखेरि तितो हुन्छ तर यो चाहिँ औषधि हुन्छ। यदि तपाईँहरूले यसको मुन्टा खान सक्नुभयो भने यस्तो अमृत जस्तो हुन्छ। अमृत त्यही त म्यान छैन। यहाँ नजाम मर्फेज जाम भने अगाडि ऊ पानी नै छैन गयो। ल छरछरामा पानी नै छैन। छरछरा त भेट्यौँ हामी तर पानी नै भेटेनौँ। तर के गर्दा जुम हुन्न एउटा जुमै हुन्न। थाहा पाऊँ म्याम त्यही हो। त्यो सराउन्डको आज 16 गते भए पनि पानी नै छैन छरछरामा। यो चाहिँ नेपालभरिको समस्या हो। नेपालको त्यही हो। यही हो छरछरा चाहिँ यही हो। तर पानी नै छैन यसमा चाहिँ। सोधेर हामी चाहिँ फर्क्यौँ है यहाँबाट। ल शुभम सर के जाओस् शब्द। के शब्द जाओस्। अब मर्फेज जान्छौँ। को टुर भ्रमण भइसक्यो। म गाइड चाहिँ पानी पनि छैन। एक थोप्ला पानी पनि छैन। साँच्चै एक आज कति 16 गति हुँदासम्म पनि छैन। ल क्या बचपनको याद आयो है। जब म बच्चा थिएँ यस्तो गर्थेँ हामी। अझै बच्चा छौँ। सानो सबन दिनु त्यो हाल्थ्यौँ उमा हाल्ने के त्यो सुकिएको हुन्छ। सुकीको हाल्नुपर्छ। यहाँ अजबेल त सबै जीवित मात्रै हुन्छ। के भन्नुभयो होला कि
त यो स्कुटी सेम टु सेम छ है त्यो स्कुटीसँग सेम टु सेम छ तर यसको चाहिँ कान छन् दुईटा त्यसको छैन यसको चाहिँ त्यो रातो छ यो चाहिँ निलो छ हेलमेट चाहिँ सेम छ हेलमेट चाहिँ सेम छ फेरि साथ चलाइदिन्छु ल्याउनुहोस् ल है म चाहिँ स्कुटी चलाइरहेको छु म्यामको स्कुटी एउटा हात चलाइदिन्छु मात्रै आज सर म्याम आइसक्नु भएको छ स्कुटीको फाइदा भनेको एउटा हातले चलाउन सकिन्छ कि बाइक भइरहेपछि मिल्थेन ए म देखिहालेँ अब हजुर म्याम भनेपछि म सुपर राइडर रहेछु ल यो बाटो गएपछि तपाईँहरू घर आइपुग्नुहुन्छ यो बाटो गएपछि मर्फे जानुहुन्छ अब चाहिँ हामी चाहिँ फेरि हामी भन्दा नि हामी चाहिँ मर्फे जान्छौँ माथि त्यसपछि भ्यू हेर्छौँ नानीहरू सुन न माथि पुलिस हुनुहुन्छ र बाटोमा हुनुहुन्न ए हुनुहुन्न अरे ल हामी अब स्योर गयौँ है माथि ट्राफिक हुनुहुन्न अरे ट्राफिक मामा हुनुहुन्न अरे स्योर गयौँ त्यहाँ भान्जीहरूले भनिसक्नु भयो कि ट्राफिक मामा हुनुहुन्न भनेर ल हामी चाहिँ अब मर्फेसतिर लाग्छौँ म्यामहरू चाहिँ तलतिर जानुहुन्छ अरे ल म्यामहरूले बाई बाई छ छुट्टी मेला छरछरा हेरेर आइसक्यौँ हामीले पानी नै थिएन म्यामहरू चाहिँ अब लाग्नुहुन्छ पानी त एकछिन माथि ल तपाईँ बिस्तारै जानु होला हस् राम्रोसँग जानु होला है भेस्पावाला म्याम बाई बाई म्याम स्कुटीले नतानेर साथी चाहिँ पछिबाट हिँड्दै आइरहेछन् म चाहिँ अगाडि गइरहेको छु ल मेकानिक दाइ यहाँ तपाईँ पनि हेर्नुहोस् है यो स्कुटी तानेन उकालो खासै उकालो छैन यी अब खै किन तानेन दाइ अब यो चाहिँ भिडियोलाई चाहिँ मेरो मेकानिक दाइको लागि है त एक्लै त अलिक खिचिरहेको छ दुइटा चाहिँ अलिक खिच्दैन किन खिचेन थाहा भएन है सो मैले भिडियो मार्फत भनिरहेको छु साथी चाहिँ मेरो साथी चाहिँ के गरिरहेछन् भने धौधौक आइपुगेका छन् हिँडाइ हेर न हिँडाइ बुटा त्यो के भन्छ अरे काँध लागे जस्तो कि त्यो बोतल र हामी चाहिँ कसरी भेट भयौँ भन्दाखेरि त्यो अटोले बोतल कुचल्ने अनि हामी ठ्याक्कै जाने साथीको फेसमै गयो अनि यो छरछरा हो होइन यो छरछरा हो कुनै बेलामा हामी के भन्छ अरे हामी जान्ला अब होइन हामी योमा जान्ला यति भने हामी चाहिँ अब यहाँबाट फर्किन लाग्यौँ हामी चाहिँ कहाँ छौँ भने चाहिँ पुरा नेचुरल कहाँ के साथी के भन्छ होला यसलाई त पानी भन्छ उसलाई पाइप भन्छ त्यहाँ छन् मान्छे भित्र अब राम्रो मैले सोध्नुपर्छ नि कि ल कस कस साथी हुन्छ बाङ्गा बाङ्गा कुरा गर्नेवाला हामी चाहिँ नेचुरल वाटर रिसोर्सेसमा चाहिँ यस्तो दामी पाइन्छ यहाँनिर यो स्प्रिङ वाटर हो कि म त केले छिक्छ हुन्छ क्या पो छिक्रा रहेछ पानी अटो मान्छे फर्किनु भएको छ पुरै साथीहरू धनी साथी भएपछि यस्तो ज्याकेट फेरि लगाउँछन् अघि नै अर्को थियो अहिले अर्को छ आफूसँग त भएको एउटै रात ज्याकेट चाहिँ लगाउने हो डराउनु पर्दैन किनभने स्कुटीको ब्रेकै लाग्दैन यस्तो साथी ब्रेक लाग्नु भएको कति लाग्छ भने डराउने कि नलाग्ने सिधै लाग्दैन भने थाहा छ गिटी ओर्दैन हाल्दा टायर गिटीमा नजाओस् हटिहाल्दैन When your wheel of a scooty visit the gravel road, you should drop your brake. के इङ्ग्लिस बोले यार म खतरा बोले जस्तो लाग्यो के हो ड्रप छाड भन्न खोज्यो कि ड्रप भनेर छाड्नु जब स्कुटीको टायरले ग्राभेल छुन्छ नि तिमीले ब्रेक छाड्नु पर्ने हुन्छ भनेको ओ जब ब्रेक छाड्न भने तिमी घर्किन्छौ घराक गुरु यिनीहरू त के भएको साथीभाइहरू भनेपछि अघि न मेरो साथीको बेस्ट फ्रेन्डले चाहिँ आफ्नो बोयफ्रेन्ड लिएर आएको रहेछ कि अनि अक्वार्ड सिचुएसन भएको थियो त्यति मात्रै हो है केटी बेस्ट फ्रेन्ड भन्नु साथीको केटी बेस्ट फ्रेन्ड त्यहाँ केटीले चाहिँ बोयफ्रेन्ड लिएर आएको रहेछ त्यो कुरा फेरि हाम्रो साथीले थाहा रहेनछ अनि यहाँ एकछिन भइसक्यो एकदम लफडा भइसक्यो लफडा भन्दा अक्वार्ड बाँदर देख्न सक्नुहुन्छ तपाईँले हेलो कङ्की हेलो हेलो कहाँनिर भन्छन् के भाइ देखेनौ कहाँनिर छ हौ उही भित्ता एउटा दुइटा देखेको त ए ओ यहाँ म रुखमा हेर्दैछु रुखमा होइन साथी भित्तामा हो मङ्की म्यान ओ मङ्की म्यान हेलो हेलो एकदम स्वागत छ थ्याङ्क यू भने खाइ त यस्तो उमेरमा गर्लफ्रेन्ड हाल्नुपर्ने हेलमेट चाहिँ लगाऊ कि साथी यहाँ राज समाल जस्तो देखियो कि ओह त्यो राम्रो कपाल चाहिँ राज समालको त कपाल के हो र कि मेरो साथी हेर न कपाल नभए के है मेरो साथी कपाल कसरी मन पऱ्यो भने यु क्यान कन्ट्याक्ट टु मी
आहा हेर्न कपाल मिलाएर न आहा ढक्काइन थाहा साथीले अब म झर्नु परेको झरियो म झरेर मेरो दौडमा पढेका साथी चाहिँ अगाडि गयो कि साथीले स्कुल भेटाइसक्यो है त्यो गाल तान्दैन यहाँ चाहिँ यो अस्ति बनाएको मात्रै भयो त है हामी चाहिँ आइसक्यौँ उता स्पोर्टमा कहाँ भनेपछि अस्ति नै मेरो सुटिङ भएको थियो नि त यहाँ त्यहाँ आइसक्यौँ हामी चाहिँ बाटो चाहिँ दामी छ है तपाईँ पनि आउन सक्नुहुन्छ नियर द घोराई उता रिङ रोडमा पर्छ कहाँ भनेपछि अम्बापुरतिर पर्छ आइदिनु तपाईँहरू थाहा छ कहिले आजभोलि अलिकति पनि छैन कि घुम्ने लाग्यो हानाइ त फेरि नयाँ ड्राइभर धेरै हराएर आउँदैन सही हो कि ऐना हेर्ने भन्छु कपाल यस्तो हेर्ने भन्छ ऐनै छैन ऐनै छैन यार के गर्ने ऐना हाल्ने पैसा पनि छैन यार हेलो नानीहरू वेलकम टु माई भिडियो खै थ्याङ्क यू भनेको नानीहरू त लास्टै लजाउनु रहेछन् है जाम साह्रै लजाउनु त रहेछ